सत्य समाचार, तटस्थ समाचार, समाज बदल्ने हाम्रो अभियान। नमस्कार, यो हो टाइम समाचार। म वीरेन्द्र मन्सुर गरौं शिवरात्रिको उल्लास सम्बन्धी प्रसंगबाट। महाशिवरात्रि पर्वको अवसरमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ। महाशिवरात्रिको अवसरमा जनकपुर धाम लगायत देशभरिका शिवालयहरूमा पूजा अर्चा गर्ने भक्तजनहरूको भिड लागेको छ। जनकपुर धाम शिवालयहरू भूतनाथ, कपिलेश्वर, कुपेश्वर लगायतका श्रद्धालुहरूको निकै भिड लागेको थियो। शिवजी उत्पत्ति हुनुको साथै रातको नाममा नामाकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि, शिवरात्रि नामक 4 प्रमुख रात्रि मध्ये एक पर्वको रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख छ। राष्ट्रिय सांस्कृतिक पर्वको रूपमा रहेको यो दिन आज शिवालयहरूमा रातको 4 पहरमा 4 प्रकारका पूजा अतिरिक्त महादीप, अखण्डदीप, लक्षदीप तथा दीपोत्सव साथै लाख बेलपत्र अर्पण गरिन्छ। जनकपुर धामको शिवचौक स्थित शिव मन्दिर, जनक धनुषा धाम मन्दिर, महोत्तरीको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव, महेन्द्रनगरको क्षीरेश्वरनाथ महादेव, बटेश्वरको बटेश्वरनाथ महादेव लगायतका शिवजीको मन्दिरमा शिवरात्रिको अवसरमा दर्शन एवं पूजाका लागि भक्तजनको भिड लाग्नुको साथै मेला एवं सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ। फागुन कृष्ण चतुर्थीका दिन मनाइने यस पर्वलाई दिन दुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनको रूपमा पनि लिइन्छ। माघमा महादेवको रुद्रत्व अर्थात जगत्वलाई रुवाउने र संहार गर्ने तत्त्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेको रुख बिरुवा तथा झार उनै महादेवले गर्दा पलाउन थाल्ने हुनाले फागुन शिवरात्रि मनाउने गरिएको हो भन्ने विश्वास छ। महाशिवरात्रि पर्वको अवसरमा प्राचीन तथा पुरातात्विक महत्व राख्ने महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेवको मन्दिर लगायत जिल्लाका सबै शिवालयमा आज भक्तजनको भिड लागेको छ। महोत्तरीको जलेश्वरमा राजा जनकको राजधानी जनकपुरको दक्षिण द्वारको रूपमा रहेको पुराणमा वर्णित छन् भने पद्म पुराण अनुसार जलेश्वरनाथ महादेव स्वयं रुद्रबाट स्थापना भएको हो। रुद्राय यन्त्र ग्रन्थमा त्रेता युगमा राजा जनकको राज्यको सिमानाको चारैतिर सीताको रक्षा कवचको रूपमा स्वयं महादेवले पहरादारी दिन भएकोले जनकपुरको पूर्व कुनामा कपिलेश्वर, उत्तरमा क्षीरेश्वर, दक्षिण पूर्वमा कलानेश्वर र पश्चिम दक्षिण कुनामा जलेश्वरनाथ महादेव प्रतिष्ठित भएकोले यो महादेवको दर्शन गर्नाले 4 देवस्थलको पुण्य मिल्ने विश्वास रहेकोले पनि यहाँ दर्शनार्थीको भिड लाग्ने गर्दछ। यहाँको शिवलिङ्ग बाह्य काल जलाशयमा रहने हुँदा जलेश्वरनाथ नामाकरण भएको किंवदन्ती रहेको छ। जलेश्वरनाथमा लागेको महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउनको लागि जलेश्वरनाथ महादेव संरक्षण समितिद्वारा निशुल्क स्वास्थ्य शिविर, आवास, खानेपानी तथा शान्ति सुरक्षा लगायतका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहित परिचालन भएको छ। पौराणिक मत अनुसार मिथिला नरेश जनकले स्थापना गरेको यस शिवालयको दर्शन मात्रले सम्पूर्ण पाप कटित भए पुण्य कमाइने जनविश्वासका कारण भक्तजनको भिड लाग्ने गरेको हो। जे स्वयं जल में विराजमान छ, ये अपने के पूर्वजों काल देखी यहाँ स्थापित है। कुछ अपने के भीड़ जे दोसर साल के अंदर एहि साल कुछ कम भीड़ है, क्योंकि कोरोना की महामारी भेले के कारण अपने के तो लगभग अपने के अभी से लगे 10 बजे रात तक लगभग 2 से 2.5 लाख तक के श्रद्धालु सब दर्शन करे के अपने के हम सब अपेक्षा रखने छी। देखिए जलेश्वरनाथ जते छै सबके मनोकामना पूर्ण करे, हम अपन तो सब यही रखते। आज को महोत्सव सालमा एकचोटि हुने महोत्सव हो। यहाँ को स्थानीय वासी लगायत यहाँ का छेउछाउका छिमेकको गाउँघरका मान्छेहरूले खुसीले सहनै नसक्ने जति जस्तो भिडभाड हेरिराख्नु भएको छ। यस्तो त्यसरी त मान्छे लाग्दैन बिना खुसीको। उहाँ बाबामाथि आस्था भएर मान्छे एकदम बाबा जस्तै भोले भएर यहाँ दर्शन गर्ने तीहरूलाई अप्ठ्यारो नहोस् भनेर हामीहरू पनि उहाँहरूको पूजाको लागि सहज रूपले पूजा उहाँहरू गर्न सकोस् भनेर हामी चाहिँ आउने काम गरेको छ। त्यो कारणले यसको महत्त्व एकदम महत्त्वपूर्ण छ, प्राचीन छ, ऐतिहासिक छ
खास गरेर हिन्दूहरूको लागि एकदम महत्त्वपूर्ण ठाउँ र यो भूभाग अब यो भूभागको लागि नेपालभित्र प्रदेश 2 भित्र महोत्तरी जिल्लाभित्र जलेश्वर नगरपालिकामा यसको एकदम ऐतिहासिक महत्त्व छ र यसको प्रचार प्रसार प्रदेश सरकारले पनि यसलाई प्रदेशको सम्पदा सूचीमा राखेको छ। यसलाई चाहिँ अब राष्ट्रियकरण, अन्तर्राष्ट्रियकरण र बजारीकरण सबै ठाउँमा कसरी गर्ने, ट्रस्टीकरण कसरी बनाउने यो कार्यमा प्रदेश सरकार लागेको छ। यसको महत्त्व भन्नाले यसको महत्त्वको जति प्रशंसा गरे पनि, जति व्याख्या गरे पनि कम हुन्छ। देखियो पीछे में हम जलेश्वरनाथ जे स्वयं महाशिवरात्रि को अवसर में यहाँ धेरै भक्तजन निराहार व्रत बस्ने तथा अधिकांशले दर्शन पश्चात मात्र अन्न जल ग्रहण गर्ने परम्परा रहेको छ। शिवरात्रिको पुण्य दिन जलेश्वरनाथ मन्दिर परिसरमा बालकको मुण्डन गर्ने प्रचलन समेत रहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित स्थानीय व्यक्तिले मन्दिरभित्र जल निकालेर दर्शन गर्न सहज बनाएका छन्। शिवलिङ्ग समेत छोपिने गरी जलेश्वरनाथ मन्दिरको गुफामा जल भरिएको हुन्छ। जल बाहिर निकाल्न कुनै पनि मेसनरीको सामग्रीको प्रयोग गर्न मिल्दैन। महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथमा विशेष मेला लागेको छ। बिहिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनको भिड लागेको थियो। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्थी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवलाई खुशी पार्ने विशेष दिन हो। शिवरात्रिको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धापूर्वक पूजा आराधना गर्छन्। शिवजी उत्पत्ति हुनुको रातका नाममा नामाकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि, शिवरात्रि नामक 4 प्रमुख रात्रि मध्ये एक पवित्र पर्वको रूपमा रहेको शिव पुराण लगायतका ग्रन्थमा उल्लेख छ। यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मा दर्शनका लागि 3वटा लाइनको व्यवस्था गरिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकोले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ। मास्क नलगाई आउने भक्तजनलाई फर्काइएको जानकारी पनि उहाँले दिनुभयो। सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गर्न पनि कोषले भक्तजनलाई आह्वान गरेको छ। कोरोना जोखिमका कारण महाशिवरात्रिका अवसरमा पशुपति आउने साधु सन्त विगतमा भन्दा आधा नै घटेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रिमा पशुपति आउने साधु सन्तलाई फागुन कृष्ण एकादशी देखि नै कोष र गुठी संस्थानको पशुपति गोहेश्वरा कार्यालय लगायत संस्थाले निशुल्क भोजन, धुनी लगायतका व्यवस्था गर्ने प्राचीन परम्परा छ। पर्वले हाम्रो भित्र सुतेको जुन हरेक वर्ष झै यो वर्ष पनि महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। प्रत्येक वर्ष शिवरात्रि पर्वको अवसरमा डोलेश्वर मन्दिरमा विभिन्न जिल्लाबाट आउने दर्शनार्थीको भीड लाग्ने गरेको हो। कोरोना महामारीका जोखिम रहेकोले मन्दिर दर्शनका लागि आउने भक्तजनलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको मन्दिर विकास समितिले जनाएको छ। मन्दिर दर्शनका लागि आउने भक्तजनलाई विशेष पूजा, हवन र रुद्राभिषेक गरी पञ्चस्नान गराउने व्यवस्था समेत गरेको थियो। यस वर्ष डोलेश्वर मन्दिरमा गत वर्ष जस्तो साधु सन्त तथा बाबाहरू भने उपस्थित रहेनन्। भारतमा कोरोनाको खोप अभियान चलिरहेकोले उताबाट आउने साधु सन्त तथा बाबाहरूको उपस्थितिमा कमी आएको विकास समितिको भनाइ छ। यहाँ आउने साधु सन्त तथा बाबाहरूलाई शिवरात्रिको भोलिपल्ट दक्षिणा दिएर विदाई गरिनेछ। महाशिवरात्रि पर्वका अवसरमा रूपन्देहीका विभिन्न शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि बुटवलको सिद्धि बाबा मन्दिर, भैरवाको विभिन्न शिव मन्दिरहरू, देवदहको लोकेश्वर मन्दिर लगायतका रूपन्देहीका विभिन्न शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको हो। रूपन्देहीका विभिन्न शिव मन्दिरहरूमा भगवान महादेवको दर्शन गर्न बिहानैदेखि लामबद्ध भएर भक्तजनहरू बसेका थिए।